यसपालिको आलुको नतिजो यही छ। यसपालि आलुको अहिले नै बोट मर्न थालिसक्यो। यसपालिको रसुवाको आलुको नतिजो यस्तो छ। अहिले नै बोट मर्न थालिसकेछ। हो सबै यस्तो। अहिले नै बोट कालो झप्पै भएछ। फल्नु चाहिँ फल्यो फलेन थाहा छैन। यसपालि आलुको नतिजो ठिक छैन जस्तो छ। बोट यो छेउछाउमा हो, बिचमा त बेस गरी आलुको भएछ। मोलबरी भएर हो कि के हो नतिजो हेर्नु त पर्छ। सारा रुखचारै मरेछ यसपालि। माल चाहिँ छ कि छैन थाहा छैन। माल छ जस्तो लागेन। खै यसमा त निस्किएन। आलु छ जस्तो लागेन यसपालि त। यसपालि आलु आरी जस्तो छ त्यस्तै छ त, ठिकै छ। अब यो यो छ्यापी हो, छ्यापी। यो प्याज रोपेको प्याज त के यस्तो क्या आएको गङ्राङ गङ्रुङ यस्तो हेर्न। यस्तो माल चाहिँ छ कि छैन ठिक भएको जल माल त खोइ। प्याज त आलु जस्तै यस्तै।
ए नाम मात्रै यस्तै हो नतिजो साग खाने मान्छे छैन अनि खाने मान्छे नभएपछि यस्तो हो नि यस्तो राम्रो साग यस्तो राम्रो साग अब के गर्ने फ्याँक्ने त हो खाने मान्छे छैन यो अलिकति भए पनि टिपेर लानु पर्यो यस्तो राम्रो साग अब छैन नि खाने मान्छे नभएपछि के गर्ने यो यत्तिकै राख्ने हो या लसुन बारी लसुन चाहिँ अलिअलि होला जस्तो छ यसपालि यो रुख यत्रो हल्को भएपछि त मुनि दाना छैन साग भनेको यति राम्रो छ के गर्ने हिमालको साग अर्ग्यानिक रुख चाहिँ यत्रो हल्को भएको छ हिउँदोभरि मान्दा रुँगेको ऊ पनि आउला जस्तो छैन यसपालि आलु हाय हाय यो आलु सिस्नु सिस्नु टन्न टन इस्कुस चाहिँ यति हुँदैछ भर्खर झुन्डिँदैछ इस्कुस गजबको ठुलो हुन्छ यहाँ फर्सी अनि यहाँबाट गएपछि ओ या साग खाने मान्छे नभएपछि यस्तो हो नि यत्रो ड्याङ ड्याङ सागहरू त्यत्तिकै खेरो छैन नि अनि खाने मान्छे नभएपछि ल एक दुई पत्ता भयो भने पुगिहाल्यो यो लसुन बारी लसुन त ठिक छ यो पुत्तिना हो यो लसुनको फुल सब्जी खानुको लागि लानु लागेको लसुन त यस्तो छ यस्तो ठाउँ पनि यस्तो छ यो धनिया लसुन चाहिँ यस्तो भएछ लसुन चाहिँ ठिकै जस्तो छ यसपालि यहाँ त कोदालीको काम छैन हातले ठिक हुन्छ हातले ठिकै छ ठ्याक्कै लसुन त अब त बाँच्ने हो नि बाँचेर राख्ने हो
टक टक आज मैले यो फुल टिपेको यस्तो गरेर यसको तरकारी कम्ता मजा आउँछ ट्याक्कै सिम्बियाहरू त के मिठो र यसको तरकारीको मजा हो यो धनिया कम्ता मिठो हुन्छ र साग खानु मान्छे नभएपछि जङ्गलमा त्यत्तिकै खेरो यति राम्रो साग छ यस्तो माया लाग्छ यति राम्रो साग छ कति माया लाग्छ के गर्ने खाने मान्छे छैन दुईजना बुढाबुढी मात्रै हो 2-3 पत्ता हालेपछि पुगिहाल्छ के फेरि तल पनि छ खाने मान्छे कम उत्पादन बन्ने यहाँ मान्छे कम्ता मिठो हुन्छ यो मासुमा टक्लक यो लसुनको सिम्बी जस्तै हो यो कम्ता मिठो हुन्छ हेऱ्यो भने यस्तो छ सिस्नु यस्तो राम्रो सिस्नु छ यता जता हेऱ्यो पनि कम्ता राम्रो छ धनियाहरू यस्तो छ यो तल पनि टन्न छ उयो जताततै छ यो चाहिँ हामीले यो कति मिठो हुन्छ यो रातो मुला लसुन चाहिँ कति ठुलो छ जस्तो छैन लसुन त ठिकै छ त्यही छ लसुन त ठिक छ अनि यहाँ फेरि यो बिचमा छ्यापे पनि टन्न छ लसुन छ्यापी टन्न छ फेरि लसुन त सुताइराख्यो फेरि छ्यापेहरू अनि क्या मिठो यो सब्जी खानु कम्ता मिठो हुन्छ लसुनको मासुमा हालेर लामो भाँचेर टक्लक्कै मासुमा हालेर कम्ता मिठो हुन्छ चरप ल यत्तिकै खेरो जान्छ अब यो यत्तिकै त खेरो जाने हो यो यति बेला सब्जी खायो भने कम्ता मजा हुन्छ नभए त यो त सुकेर आफै गइहाल्छ सबै कुहेर जान्छ अनि यो धनिया ल धनियाको पत्ता खोइ मैले त केही पनि देख्दैन अन्धेरा जस्तो देख्छ दिउँसो